नमस्कार, जय नेपाल। आज यो मेरो भिडियो चाहिँ नेपाल प्रहरीका साथीहरूलाई, आदरणीय साथीहरू, मैले पनि 23 वर्ष प्रहरीमा सेवा गरेँ। 40 सालदेखि झन्डै 63 सालसम्म। र यो बीचमा मेरा केही अनुभवहरू छन् जुन म यहाँहरूलाई शेयर गर्न चाहन्छु। हरेक शासन, चाहे त्यो राजाको शासन होस्, गणतन्त्र होस्, प्रजातन्त्र होस्, त्यसका विरुद्ध सडकमा उर्लिएको आन्दोलन होस् या जंगलमा सुरु भएको आन्दोलन होस्, यदि प्रहरीले नियन्त्रण गर्न सकेन भने त्यो शासन जाँदो रहेछ। त्यसकारण मलाई कस्तो लाग्यो भने कुनै पनि शासन सत्ता जोगाउन नेपालमा प्रहरीको सामर्थ्य जरुरी रहेछ। तर यो प्रहरीलाई शासकहरूले हेर्ने दृष्टिकोण चाहिँ बहुत अपमानजनक रह्यो। राजाको शासनमा मैले के देखेँ भने राजालाई सेनामाथि विश्वास थियो, प्रहरीमाथि होइन। प्रहरीलाई सेकेन्ड ग्रेडेड सिक्युरिटीमा राखिन्थ्यो। यिनीहरू प्रजातन्त्रलाई सहयोग गर्ने, मुक्ति सेनाबाट आएका, ट्रस्ट गर्न लायक छैनन् भन्ने नै थियो आन्तरिक। त्यसकारण आधुनिक हतियार दिन मान्थेन। तर राजालाई दुईचोटि सेनाले जोगाउने अवसर प्राप्त भयो। एकचोटि 62-63 मा माओवादी आन्दोलन ताका सेना बाहिर निस्क्यो। एकचोटि त्योभन्दा पहिला पनि आएको थियो। तर सेनाले राजालाई जोगाउन सकेन। त्यसकारण प्रहरीले यो कुरा कहिले पनि बुझाउन सकेन कि प्रहरी फेलर भयो भने राज्यको शासन अड्दैन भन्ने कुरा माथिल्लो तहको प्रहरी अफिसरहरूले बुझाउन सक्नु भएन। जसले गर्दा हामीलाई हेर्ने दृष्टिकोण चाहिँ एकदमै अपमानजनक रह्यो। प्रजातन्त्र आएपछि त हामी पार्टीको क्याडर बनाइयो, सर्वोच्च पदमा जानको लागि पैसा मागियो, हरेक तहमा पैसा। हाम्रा वृत्त विकासहरू ध्वस्त गरे। र त्यो शासकहरूलाई, बालुवाटारमा बस्ने शासक र गृह मन्त्रालयमा बस्ने शासकलाई के लाग्यो भने यिनीहरू हरुवा चरुवा जस्ता मात्रै हुन्, मैले जे गर्दै पनि हुन्छ। त्यसकारण प्रहरीले आफ्नो व्यावसायिकतातिर जोड दिनुपर्नेमा सर्भाइभलमा जोड दिनुपर्ने स्थिति आयो। पहिला राजाको कालमा पनि यो आइजिपी चेन्ज हुने बित्तिकै अर्को गुटको आइजिपीको मान्छे भनेर 20औं अफिसरहरूलाई उडाइदिने, खतमै पारिदिने, निकालिदिने, मुद्दा लगाइदिने। 50 सालपछि त प्रहरीको इज्जत, आबरू, सम्मान माथि त खेलबाडी गरे। प्रहरीको प्रमोसन उहाँहरूको लागि दशैं। दलाल हिँडेको छ, रग 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 रग। व्यापारीको शरणमा जानुपर्ने, तस्करको शरणमा जानुपर्ने, कार्यकर्ताको शरणमा जानुपर्ने, पिएले तर्साउने। त्यसकारण हामीहरूले उच्च प्रहरी अफिसर भएर पनि उच्च सम्मान राख्न सकेन। त्यसकारण जुन हाम्रो प्रहरीको व्यावसायिकतामा हाम्रो जोड हुनु पर्थ्यो, राष्ट्रिय सुरक्षामा चुनौती के छ, अन्तर्राष्ट्रमा चुनौतीमा समस्या के छ, हामीहरू कसरी चाहिँ यसलाई डिफेन्ड गर्ने, कसरी सभ्य शासन बनाउने, कसरी एउटा राम राज्य जस्तो सुरक्षित राज्य बनाउने भन्नेतिर हामीले सोच्नै पाएन। हामीलाई जहिले पनि एक तह प्रमोसन र एउटा राम्रो सरुवामा शोषण गरियो। तकमा पाएपछि यति नम्बर, तालिम गरेपछि यति नम्बर भन्ने थियो, सब खतम। पहिला प्रधानमन्त्री, गृहमन्त्रीहरू बस्ने अनि उहाँहरूले लिस्ट बनाउने, त्यो लिस्ट अनुसार नम्बर दिएर प्रमोसन गर्ने। हाम्रो वृत्त विकास पनि खतम गर्यो। राजालाई लाग्ने यिनीहरू प्रजातन्त्रवादी हो। त्यसकारण राजाको शासनपछि सबै पूर्व आइजीहरूलाई मुद्दा लाइयो, जुन दुर्भाग्य थियो।
जुन राजाका लागि प्रहरीले 18औं 20औं दिनसम्म बुट खोल्थेन त्यसको चिफहरूलाई उहाँले झुटा मुद्दा लाउनुभयो। पछि सबैले सफाई पाएपछि झुटै मान्नु पर्यो। यो पछाडि पनि मेरो पार्टीको होइन भनेको छ, माथि तान्दिएछ। ऊ उसको पार्टीको भनेको छ, उसले पैसा दिएन भनेको छ। हुन त त्यो खालको गृहमन्त्री सबैले सजाय पाए। जो पैसा उठाउनु हुन्थ्यो प्रहरीसँग ती एक एक गरी गृहमन्त्री एक एक गन्दै जानुस्, ती जम्मै कि जेल गए कि अपमानपूर्ण जीवन बिताउनु बाध्य छ। त उहाँहरूले यो कुरो बुझ्नु भएन कि प्रहरी एउटा इन्स्टिट्युसन हो, यसको एउटा धर्म छ, यसलाई चलाउने होइन, यसको एउटा माइन्डेड छ। तर उहाँहरूले आफ्नो शत्रु साधन गर्नका लागि, आफ्नो पार्टीलाई जिताउनको लागि, आफ्नो पार्टीका खर्च जुटाउनका लागि हरुवाचरुवै बनाइदिनु भयो। उहाँको अगाडि पछाडि दौडिनु पर्ने, गइसकेको गृहमन्त्रीका पछाडि अगुवा पछुवा लाग्नुपर्ने, किन लाग्ने? वाइ? कारण के? हामीले कहिले क्वेसन गरेनौँ। हामी चाकडीमा लाग्यौँ, चाकडी। त्यसकारण प्रहरीको आज जुन अवस्था भयो, अहिलेको आन्दोलनमा नि प्रहरीले सफलता हासिल गर्न सकेन, किनकि व्यावसायिकतामा ह्रास आउँदै थियो हाम्रो 50 सालदेखि नै। हामीले यो कुरालाई बुझ्नु पनि सकेनौँ, बुझाउनु पनि सकेनौँ। फलस्वरूप प्रहरी फेलर भयो, सडकमा शासन पनि गयो। 2 तिहाई भन्ने दम्ब बोकेका सरकार प्रमुखहरू ज्यान जोगाएर भाग्नुपर्ने भयो। अब अहिले जेएनजीको आन्दोलनबाट ती राजनीतिक दलहरूले एउटा पाठ सिकेका छन् कि त्यही पुरातन सोचले हुँदैन। सिन्डिकेट बनाउने, पैसा कमाउने, आफू मिल्ने, शासन कब्जामा लिने, जनताको जीवन स्तरसँग कुनै मतलब छैन, ऋणमाथि ऋण थपिया छ। खाद्यान्न, जुन खाद्यान्न हामीहरू भारतमा सप्लाई गर्थ्यौँ, धान चामलहरू, जमिन खाली राखेको छ। संवेदनहीन सरकार भएका हुनाले अहिले सरकारहरू फालिए र त्यसमा पनि संवेदनशील शीर्षस्थ नेताहरूलाई फालिए। अब उहाँहरूले त्यो पकड आफ्नो पार्टीमा जमाउन सक्नुहुन्न। खाली युवाहरूले एक धक्का दिन आँट गर्नुपर्छ। त्यसै गरी प्रहरीलाई पनि अवसर छ। जेएनजीको आन्दोलनले प्रहरीलाई एउटा अवसर दिएछ कि तपाईहरू आफ्नो आत्मसम्मान फर्काउनुहोस्। तपाईहरूको अधिकार जुन चाहिँ सिंहदरबार पुगेको छ, बालुवाटार पुगेको छ, त्यसलाई फर्काउनुहोस्। तपाईहरू भन्नुहोस्, हामीहरूलाई प्रहरी भएर, व्यवसायिक भएर बाँच्न दिनुहोस्। हामी तपाईहरूको सुरक्षा तब मात्रै गर्न सक्छौँ। त्यसको लागि हामीलाई यो चिज गर्ने अधिकार दिनुहोस्। अहिले हेर्नुहोस् त, नागरिक सरकार छ, खुरुक्क प्रमोसन भएको छ, खै बाहिर केही हल्ला छैन। पहिलाका भएको भए काङ्ग्रेस एमालेका सरकारहरूको बेला या माओवादीको भए घर घरमा ढोका ढोकामा दौडिनु पर्थ्यो। किन दौडिनु? यो त स्वाभाविक पाउने कुरा हो। त्यसकारण प्रहरीले स्वाभाविक रूपमा आफ्नो मालसामान किन्न पाउनुपर्छ, स्वाभाविक रूपले आफ्नो हतियारहरू किन्न पाउनुपर्छ, स्वाभाविक रूपले ट्रेनिङ गर्न पाउनुपर्छ, स्वाभाविक रूपले वृत्त विकास गर्न पाउनुपर्छ। त्यसमा पैसाका अड्कल थाप्ने, यो के अरे दलका अड्कल थाप्ने काम हामीले अब सहन बन्द गर्नुपर्छ। र यसमा तल्लोभन्दा माथिल्लो पदबाट गल्ती भएको छ। र अहिले जुन प्रहरीहरूले असफलता देखियो, त्यो प्रहरीको असफलता होइन, राज्य सञ्चालकको असफलता हो। उहाँ कुटनैतिक सम्बन्ध पनि राम्रो राख्न नसक्ने अन्तर्राष्ट्रसँग, राष्ट्रभित्रका चाहिँ टिमहरूलाई पनि मिलाउन नसक्ने, आफ्नो फौजलाई पनि व्यवसाय बनाउन नसक्ने, अनि उहाँले क्रिएट गरेको रातो दिन सडकमा आन्दोलन, रातो दिन सडकमा आन्दोलन, रातो दिन सदनमा आन्दोलन, अनि त्यो बिचमा प्रहरीले कति धान्न सक्छ? यी सबै आन्दोलनहरूका जड उहाँहरू हुनुहुन्थ्यो जो शासनबाट जानुभयो। त्यसकारण शासकहरूको गल्तीका कारणले यसपालिको घटना घटेको छ। यसको जिम्मा शासकले लिनुपर्छ, प्रहरीले होइन। तपाईँहरूले यो कुरा अडानका साथ राख्नुपर्छ। हामी पूर्व पुलिस पनि तपाईँहरूको साथमा छौँ। हामीहरूले अलिकति यो जेएनजी आन्दोलनको अवसरलाई प्रहरीले पनि आफ्नो वृत्त विकास र आत्मसम्मानका लागि युज गर्नुपर्छ। नमस्कार।